यी गाँठ बाँध्ने तरिकाहरू प्राचीन समयदेखि पुस्तौं पुस्तासम्म सारिँदै आएका हुन्। अन्तिम तरिका त हराउने लागेको छ। 1. आफै खुल्ने गाँठ, सेल्फ रिलिजिङ नट। सबैजनाले ध्यान दिनुहोस्। जब कुनै वस्तु माथिबाट तल झार्नुपर्छ, यो गाँठ प्रयोग गरिन्छ। बाँध्न अत्यन्तै सजिलो छ, एकैचोटि सिकिन्छ। तर एउटा कुरा सम्झनुहोस्, एउटा डोरी मुख्य डोरी हो, अर्को सहायक डोरी। भार थाम्ने डोरी अनिवार्य रूपमा मुख्य डोरी हुनुपर्छ। त्यसैले मात्र गाँठ सुरक्षित हुन्छ। वस्तु जमिनमा पुगेपछि सहायक डोरी तान्नुहोस्, गाँठ तुरुन्तै खुल्छ। अत्यन्तै व्यवहारिक। 2. थैली बाँध्ने गाँठ, पाउच नट। धेरै मानिस थैली यसरी बाँध्छन्, पहिले साधारण गाँठ, पछि सर्कने फन्दा। तर यसरी कसेर बाँध्न गाह्रो हुन्छ र खोल्न झन्झटिलो पनि। यो प्राचीन तरिका हेर्नुहोस्। पहिले डोरी 2 तह पारेर थैलीको मुख वरिपरि बेर्नुहोस्। अब सर्कने फन्दा बनाएर मुख बन्द गर्नुहोस्। जोरले तानेर जति सकिन्छ त्यति कस्नुहोस्। डोरीको टुप्पो मोडेर फन्दाभित्र छिराउनुहोस्। अब अगाडिको डोरी तान्नुहोस्। गाँठ तुरुन्तै कसिन्छ। छिटो, अत्यन्त कडा र खोल्न 1 सेकेन्ड। झन सजिलो होइन र? 3. दाउरा बाँध्ने गाँठ बेर्ने र छिराउने तरिकाले फितलो हाँगाहरू कस्सेर बाँध्छ। 4. रस नचुहिने थैली गाँठ, जति हल्लाए पनि उत्कृष्ट रूपमा बन्द रहन्छ। भित्रको वस्तु कुनै हालतमा पोखिँदैन। 5. स्टिल तार डोरीको गाँठ। स्टिल तार चिप्लो र कडा हुन्छ। गाँठ बाँध्न गाह्रो र सजिलै खुस्किन्छ। यसको सट्टा यो उपाय अपनाउनुहोस्। पहिले तार डोरीलाई 2 वटा नटभित्र छिराउनुहोस्। पछि माथितिर पल्टाएर फेरि पहिलो नटभित्र घुसाउनुहोस्। जोरले तानेर सिधा पार्नुहोस्। जति तान्नुहुन्छ त्यति कसिन्छ। अत्यन्तै सुरक्षित। 6. टाढाबाट समात्ने गाँठ। डोरी 2 तह पार्नुहोस् र एउटा डन्डी वरिपरि बेर्नुहोस्। छोटो भाग मोडेर बायाँ डोरीभित्र छिराउनुहोस्। यसले एउटा फन्दा बनाउँछ। अब मुख्य डोरीलाई सहायक डोरी वरिपरि बेर्नुहोस्। बायाँ फन्दाभित्र छिराएर कस्नुहोस्। फन्दाको आकार मिलाउन सकिन्छ। सानो ठाउँमा केही खस्यो भने यो गाँठ लामो डन्डीमा बाँधेर टाढाबाट निकाल्न सकिन्छ। धेरै उपयोगी। 7. टी आकारको गाँठ। हाम्रा पुर्खाहरूले हजारौं वर्षदेखि प्रयोग गर्दै आएको गाँठ। नसिके पछुताउनुहुन्छ। 8. हावाले नउड्ने झुन्ड्याउने हुक। गाँठ बाँध्न सजिलो, बलियो र सुरक्षित। सामान झुन्ड्याउन वा कपडा सुकाउन उत्तम।